हाम्रो है आजदेखि तपाईँहरू सबैजनाले एउटा सोच लिएर है एउटा सबैले गाउँको दाजुभाइ के अरे भाइ अथवा दाजु अथवा अप्पु सबैलाई सम्झेर तपाईँहरूले आज यहाँ आइदिनु भएको छ। विशेष गरी हाम्रो लेन्सोङको बिहा को कार्य उतार्नको निम्ति तपाईँहरूले सबैले सोचेर आइदिनु भएकोमा सर्वप्रथम त हामी सबै परिवारबाट है हाम्रो यहाँ घरको परिवारबाट हाम्रो ठुलो घरको परिवारबाट सबैबाट सबैलाई फर्स्टबाटै तपाईँहरूलाई धन्यवाद दिन चाहन्छौँ है। हाम्रो सबैजना गाउँले हाम्रो तल गाउँबाट पनि माथिबाट पनि सबैजना आइदिनु भएको छ है। आफ्नो घरको कार्य सम्झेर तपाईँहरूले आइदिनु भएको छ र अझै 8 तारिकसम्म र विशेष 8 तारिकको दिन मेबी हुन त अरू प्रोग्राम पनि नजिकमा अरू ठाउँ पनि थुप्रै छ है। 9 तारिक यो कार्यलाई उतार्नको निम्ति तपाईहरु सबैमाथि नै अब गाउँघरमाथि नै हामी भर परेका छौँ, तपाईहरुको सहायताकै भर परेको छौँ र तपाईहरु सबैले नै जसरी आज तपाईहरु सोचेर आइदिनु भएको छ 8 तारिकसम्मको कार्यक्रमलाई तपाईहरु सबैलाई उतार्न तपाईहरुले अवश्य सहायता दिनुहुन्छ नै भन्दै अझै तपाईहरुलाई ठुलो भार दिँदै अझै त्यो कार्यलाई हामी सबै मिलेर हैन उतार्न सकौं भनेर तपाईहरुलाई सानो एउटा खदा लगाएर चाहिँ अहिले तपाईहरुलाई के रे पुरा तपाई एउटा जिम्मेवारी भनौं है एउटा कार्य उतार्ने तपाईहरुलाई दिन चाहन्छ हाम्रो परिवारको तर्फबाट है। अनि तपाईहरुलाई स्वागत कन्टिन्यू स्वागत तपाईहरुलाई ल 9 तारिक 10 तारिकसम्म कन्टिन्यू र सबैलाई किचनदेखि सुरुदेखि अब अस्तिदेखि तपाईहरु सबैजना सोचेर खटेर तपाईहरुले सहायता पुर्याइरहनु भएको छ र अझै तपाईहरुले सहायता पुर्याउनुहुन्छ भने एउटा सानो तपाईहरुलाई दायित्व अब त्यो काम के पर्दै जान्छ अब तपाईहरुले नै भन्दै जानु पर्यो, तपाईहरुले नै सोच्दै जाइदिनु पर्यो है। र त्यसले गर्दाखेरि तपाईहरु सबैलाई सानो एउटा कामको निम्तो पनि साथसाथै तपाईहरुलाई जिम्मेवारी पनि तपाईहरुलाई हाम्रो परिवारको तर्फबाट आज चाहिँ यति मात्रै गयो। अब जुन मेन 8 तारिकको लागि चाहिँ अब हामी my
appetite. Don't leave me here high and dry. Baby, you get me identified. कलरको दलेको भाइ नाइस कलर हो अन्त आफ्नै भारी जिउ हो यहाँ चाहिँ कलर गर्ने कलर गरिरहेको रहेछ नाइस यस पिस आउट के लाइभ आउनु भएको के भ्लग बनाउनु भएको ब्लग ए यहाँ भन्नुहोस् मलाई चाहिँ इन्स्टामा फलो गरिदिनुहोस् है rips20 LXCM_. ओके किचनमा चाहिँ के पाक्दैछ हौ यहाँ किचनको सेफहरू हेरिदिउँ किचनको सेफ होइन कि अन्डा फुटाएर उयो गरिरहेछ ल ओके आएर बनाइदिइहाल्छ हेलो अब बिहाको मण्डप चाहिँ कस्तो हुँदैछ हेरौँ खिड्की कलर गर्ने हो यस कहिले आयो म त अस्ति नै आएको नि अबै यस वेलकम गोरु यहाँ चाहिँ हाम्रो मण्डप बनिँदै रहेछ यस ब्रदर केही भन्नु छ यहाँ चाहिँ हाम्रो मेन डेकोरेटर नाइस यतिका देखेकै थिएन नि आम्मा नाइस के बाँध्यो यति मजाले के बाँध्यो सधैँ त होइन कोही कोही बेला अन्त यहाँ चाहिँ हाम्रो भाइहरू चाहिँ के गर्दैछ आम्मा ए फोटो बुथ अच्छा यहाँ चाहिँ दामी हुनुपर्छ है फोटो बुथ चाहिँ ल नमस्ते खामरी म सबैजनालाई बिहामा वेलकम पनि गरिदियो बिहामा वेलकम तपाईँहरू सबैजनालाई मेरो दाजुको बिहा हो लस्सो यहाँ चाहिँ डेकोरेटर नाइस टेबल त चटक्कै भएछ त है दिदी मजा नाइस यो हो नि त केटीहरूको पारा चाहिँ हेर खुकुरी पक्राइ आम्मा बनाऊ है यता चाहिँ इन्टरनेसनल हानेर आएको मान्छे हो के भनिदिहाल के भन्नु छ अब चाहिँ के भन्नु बिहा पनि आइहाल्यो हो अस्तिको तपाईँले देख्नुभयो भगाइरहेको अब चाहिँ यहाँ नै है हो सेकेन्ड सिटमा बसेर लिएर आउने चाहिँ ल खट्दै गर यहाँनिर पनि सजाउँदैछ हो लु काटिम दिइहालौँ लस्कर यो चाहिँ के हो चिकन वाउ चिकन चाहिँ यहाँनिर फ्राई हुँदो रहेछ हो फ्राई भएको चाहिँ यहाँ छ सेटिस छ नि बिहानसम्म चारो खाँदै थियो भन्न बिहानसम्म चारो खाँदै थियो बेलुका त पानीको ठाउँमा अहिले तेल तेलको खाँदैछ यो चाहिँ दा के हो यो चाहिँ
ए साला स्मेल त यति मिठो आउँदैछ कि आम्मा यहाँ मन्चुरियन वाउ ल फेरि यहाँनिर कटिङ भइरहेको छ हो यता हेरिदेऊ न हो यो फ्रेन्च फ्राइज बनाउनेको चाहिँ म अनुहार हेर्नु मन लागिरहेको थियो यता हेरिदेऊ त हेर्नुहोस् न कटाइ मात्रै हो हेर्नुहोस् साइजको नो कम्प्लेन प्रिपरेसन चाहिँ भयङ्कर गइरहेछ है के बोल्नु भएको दिदी रोटी नाइस सेलरोटी हेर्नुहोस् है सेलरोटी खै एउटा पोलेर पनि देखाइदिइहाल्नुहोस् न कति पोलिसक्यो त अन्त नागाल्यान्डको चिक्सहरूलाई पनि हालिदेऊ न अन्त तिम्रो ब्लगमा चाहिँ उसको ब्लग अभी फिलहाल सुरु किया दिसंबर से तिम्रो यङ चिक्स दिदीलाई पनि हालिदेऊ न नाइस बोल्दै तपाईँले मलाई नखोज अराउँदै गरेको पनि ब्लगमा हालिदियो नि दिदी अहिले त सब्जी त बाँकी छ